नमस्कार। आज म तपाईलाई लिएर आएको छु नेपालको अत्यन्त सुन्दर पर्यटकीय र सांस्कृतिक रूपमा महत्त्वपूर्ण गाउँ घान्द्रुक गाउँमा। घान्द्रुक गाउँ कास्की जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने एक प्रसिद्ध गुरुङ बस्ती हो। करिब 2000 मिटर उचाइमा अवस्थित यो गाउँ अन्नपूर्ण हिमाल श्रृङ्खलाको काखमा बसेको छ। प्राकृतिक सौन्दर्य, हिमालय दृश्य र मौलिक संस्कृतिका कारण घान्द्रुक विदेशी तथा स्वदेशी पर्यटकहरूको रोजाइमा पर्ने प्रमुख गन्तव्य हो। घान्द्रुक गाउँबाट अन्नपूर्ण, दक्षिण, माछापुच्छ्रे, हिमचुली लगायतका हिमालीहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। बिहान सूर्योदयसँगै हिमालहरूमा पर्ने सुनौलो किरणले गाउँलाई स्वर्ग जस्तै देखाउँछ। गाउँ वरिपरि हरियाली जङ्गल, ढुङ्गाले बनेका बाटा र परम्परागत घरहरूले यहाँको सौन्दर्यलाई अझ आकर्षक बनाउँछ। स्वच्छ हावा, चिसो मौसम र शान्त वातावरणले यहाँ बस्ने जो कोहीलाई पनि आनन्दित बनाउँछ। घान्द्रुक गाउँ गुरुङ समुदायको प्रमुख बस्ती हो। यहाँको संस्कृति, भाषा, वेशभूषा र रहनसहनले नेपाली मौलिकता झल्काउँछ। स्थानीय महिलाहरूले परम्परागत गुन्यू चोली र गहना लगाउने चलन अझै पनि देख्न सकिन्छ। यहाँको गुरुङ सङ्ग्रहालय पर्यटकहरूको लागि विशेष आकर्षण हो, जहाँ गुरुङ समुदायको इतिहास, जीवनशैली र परम्पराको जानकारी पाइन्छ। तामु लोसर, दसैँ तिहार जस्ता चाडपर्वहरू यहाँ निकै उल्लासका साथ मनाइन्छ। घाटु नाच र सोरठी नृत्य यहाँका प्रमुख सांस्कृतिक प्रस्तुतिहरू हुन्। घान्द्रुकका बासिन्दाहरू मुख्यतया कृषि, पशुपालन र पर्यटन व्यवसायमा संलग्न छन्। धान, मकै, आलु जस्ता बाली उत्पादन गरिन्छ। साथै धेरै स्थानीय युवा ब्रिटिस र भारतीय सेनामा सेवा गरेका वा विदेशमा रोजगारीमा रहेका छन्। पर्यटकको विकाससँगै यहाँ होमस्टे र होटल व्यवसाय निकै फस्टाएको छ। पर्यटकहरूले स्थानीय घरमा बसेर गुरुङ संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सक्दछन्। घान्द्रुक अन्नपूर्ण बेस क्याम्प ट्रेकको प्रमुख प्रवेशद्वार हो। यहाँबाट सुरु हुने ट्रेकिङ यात्राले हिमाली क्षेत्रको अद्भुत अनुभव दिलाउँछ। गाउँभित्रै रहेका दृश्यावलोकन स्थलहरू, गुरुङ सङ्ग्रहालय र परम्परागत बस्तीहरू घुम्न लायक छन्। साथै फोटोग्राफी, हाइकिङ र प्रकृतिसँग रमाउनेहरूको लागि यो ठाउँ स्वर्ग जस्तै मानिन्छ। पोखराबाट घान्द्रुक पुग्न करिब 2-3 घन्टाको जीप यात्रा लाग्छ। केही ठाउँमा पैदल यात्रा पनि गर्न सकिन्छ, जसले यात्रालाई अझ रोमाञ्चक बनाउँछ। समग्रमा घान्द्रुक गाउँ प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र सांस्कृतिक सम्पदाको अनुपम मिश्रण हो। यहाँको आत्मीयता, शान्त वातावरण र जीवनशैलीले जो कोहीलाई पनि आकर्षित गर्छ। यदि तपाईँ हिमाल नजिकबाट हेर्न, गुरुङ संस्कृतिको अनुभव लिन र प्रकृतिसँग समय बिताउन चाहनुहुन्छ भने घान्द्रुक गाउँ एक उत्कृष्ट गन्तव्य हो। घान्द्रुक रिसोर्ट घान्द्रुकबाट वेलकम ड्रिङ्क्स कफी प्रिपेयर गर्दै यो घान्द्रुक रिसोर्टमा चियर्स। घान्द्रुकको बाटो समाउँदै, हरियो डाँडामा पाइला टेक्दै, हावासँगै गीत गुनगुनाउँदै मन पुग्छ शान्ति खोज्दै। अन्नपूर्ण हिमाल टल्किन्छ टाढा आकाशमा, माछापुच्छ्रे मुस्कुराउँछ सेतो हाँसोमा। त्यो दृश्यले मन भिजाउँछ, थकाइ सबै हराउँछ। ढुङ्गाका घर, गुरुङ गाउँ, संस्कृतिभित्र मिठो छाउँ। अतिथिलाई दिलैबाट स्वागत, माया झल्किन्छ हरेक आऊ। साँझ पर्नु अघि झिलिमिली, घाम अस्ताउँछ बिस्तारै। त्यो क्षण सम्झन्दा सधैँ मन रमाउँछ फेरि फेरि। घान्द्रुक केवल यात्रा होइन, यो त मनको एउटा कथा हो। प्रकृति र संस्कृतिको सङ्गम, जीवनभरि सम्झिने अनुभूति हो। धन्यवाद।